तल दिएको क्रममा श्रेणीमा प्रश्न चिन्हमा राखिएको खाली ठाउँमा के हुन्छ? CFILO भनेको छ। ल हेर्नुहोस् त साथीहरू के हुन्छ यहाँ हेर्नु होला। अब यहाँ तपाईहरुले ए देखि जेड सम्म जान्नुपर्छ साथीहरू। आर भन्ने साथीहरूले मिलाउनु भएको छ। कसरी भयो? CFILO भनेर भनेको छ। मैले के भनेको छ अरे? तीनटा क्युट छोरी भनेर पढाएको छु। एफ बाट फिक्स हो, फिक्सबाट 6 हो, तपाईहरुलाई थाहा छ। आई बाट नो, आई बाट नो, आई नो बाट 9, आई नो भनेर सिकाएको छु मैले 9। एल बाट 12 मा पढ्दा तपाईको लप पर्यो है त। 12 मा पढ्दा लप पर्यो। ओरेन्ज तपाईले कतिवटा खानुभयो त? 15 वटा खानुभयो भनेर यसरी हामीले पढेका थियौं। पक्कै पनि याद छ तपाईहरुलाई। हेर्नुस् त 3 6 9 12 15 अब आउने कतिको फरक? यसमा पनि +3, यसमा पनि +3, यसमा पनि +3, यसमा पनि +3, अब फेरि +3 गर्दा कति हुन्छ साथी हो? 18 हुन्छ। 18 भनेको आर आर। सो आर इज द करेक्ट आन्सर। ओके। लोकसेवा कक्षामा भर्ना भएदेखि सरकारी जागिर नखाँदासम्म निरन्तर एउटै शुल्कमा पढ्न पाइने अफरमा जोइन हुनका लागि तल दिएको व्हाट्सएप बटनमा क्लिक गर्नुहोला। तल दिएको क्रम श्रेणीमा प्रश्न चिन्ह राखिएको खाली ठाउँमा के हुन्छ? 10 30 68 अनि 130। ल भन्नुस्। जस्तै यहाँ 2 छ, यो 2 छ नि हैन? यो 2 2 भनेको 1 को नजिक हेर्ने। 1 को नजिक हो नि त यो त। हेर्नुस् त यो त 1 को नजिक हो नि। यो 1 को स्क्वायर प्लस 1 गर्दा बित्तिकै 2 हुन्छ। यो 9 भनेको 9 10 भनेको त फेरि 3 को स्क्वायर प्लस 1 गर्दा बित्तिकै कति हुन्छ त? हैन 3 को स्क्वायर, हैन 3 को स्क्वायर प्लस 1 गर्दा बित्तिकै कति हुन्छ भन्नुस् त? ल भन्नुस्। 3 को स्क्वायर प्लस 1 गर्दा बित्तिकै कति हुन्छ? 10 हुन्छ। तर यहाँ 30 छ नि त। अब 1 आयो, 3 आयो अनि 5 आउन पर्छ। 5 को स्क्वायर प्लस 1 भनेको त 26 हुन्छ। यहाँ 30 छ, मिलेन। यस्तो अवस्थाबाट मिलेन। अब के गर्न सकिन्छ यसलाई? फेरि हेर्नुस् है, हामीले चेक गर्ने क्या। स्क्वायर चेक गर्ने अनि क्युब चेक गर्ने। यता हेर्नु होला। यो 2 छ। 2 भनेको 1 को स्क्वायर प्लस 1 हुन्छ। 2 हुन्छ, ठिक छ। यो 10 छ। 10 भनेको 3 को स्क्वायर प्लस 1 पनि 10 हुन्छ। यहाँ कति छ? 30 छ। अब कति आउन पर्छ? 30 भनेको त 1 3 5 आउन पर्छ। 5 को स्क्वायर प्लस 1 भनेको त 26 हुन्छ। तर यहाँ 30 छ भनेपछि यो प्रोसेस रङ छ। यसरी गर्न पाइएन। ओके ओके छ। त्यसो भए कसरी गर्ने त? अब एउटा किप एउटा स्क्वायर हेरौँ। एउटा किप एउटा स्क्वायर हेरौँ है त। ल हेर्नुस् त यो 2 लाई हामीले 1 को किप, यो 2 भनेको 1 को किप प्लस 1 लेख्न सकिन्छ। 1 को किप 1 नै हुन्छ। प्लस 1 बराबर 2 भयो। 10 10 बराबर फेरि 3 को स्क्वायर 9 प्लस 1 बराबर 10 हुन्छ। यो पनि मिल्यो। अब यसको पालो हैन? अब त्यसको पालो हैन? अब 1 1 अथवा तपाईले 2 को किप गरे पनि हुन्छ। यसलाई हेर्नुस्। यसलाई नभएर तपाईले 2 को किप प्लस गरे पनि हुन्छ। यहाँ हेर्नुस्, यो यहाँ कति छ? 10 छ नि। हो, यसलाई 2 को किप प्लस कति गर्न सकिन्छ? 10 ल्याउनलाई 2 गर्ने। 2 गर्ने। ल हेर्नुस्, 8 प्लस 2, 8 प्लस 2 कति भयो? 10 भयो। यसलाई के गर्न सकिन्छ त? अब 30 ल्याउन छ नि त। 3 को किप प्लस 3 गरिदिने। 27 प्लस 3 कति भयो त? 30 भयो। अब यसको पालो आयो। 68 को पालो आयो। 4 को किप प्लस 4 गरिदिनुस्। 4 चौको 16, चौको 64 प्लस 4 गर्दा 68 भयो। यो पनि मिल्यो। अब 5 को किप, अब 5 को किप प्लस 5 गरिदिनुस्। 105 प्लस 5 130 भयो। यो 5 को किप 125 प्लस 5 गर्दा 130। अब पालो कसको भन्नुस् त? अब पालो 6 को। त्यही भएर 6 को किप प्लस 6 गर्ने। 6 को किप 216 प्लस 6 गर्दा 222। सो दिस इज द करेक्ट आन्सर। दिस इज द करेक्ट आन्सर। 222 इज द करेक्ट आन्सर है त। क्वेसन नम्बर 3 हेर्नु होला। यदि पूर्व दक्षिणलाई पूर्व
उत्तर पश्चिमलाई पश्चिम, दक्षिण पश्चिमलाई दक्षिण भनिन्छ भने उत्तरलाई के भनिन्छ कमेन्ट गर्नुहोस्। अब यहाँ हेर्नुहोस्, यो कुरा बुझ्नु होला, एउटा प्याटर्न बुझ्नुभयो भने धेरै कुरा बुझ्नुहुन्छ। यदि पहिला तपाईले यो पूर्व कुन हो, पश्चिम कुन हो, उत्तर कुन हो, दक्षिण कुन हो भन्ने कुरा थाहा पाउनु पर्यो। यो प्लस चिन्हलाई तपाईले ध्यान दिनु होला, क्या कुरा बुझ्नुभयो है त। अनि NESW NESW भनेर सम्झिनु होला। यो नर्थ हो, यसलाई हामी उत्तर भन्छौँ। यो इस्ट हो, यसलाई हामी पूर्व भन्छौँ। यो साउथ हो, यसलाई हामी दक्षिण भन्छौँ। यो वेस्ट हो, यसलाई हामी पश्चिम भन्छौँ। है त। एउटा कुरा यो क्लियर हुनु। त्यसपछि अर्को कुरा के क्लियर हुनु होला भने यहाँबाट काट्दा यो सधैँ 90 हुन्छ है, हेर्नु होला। यो सधैँ 90, यो पनि 90, यो पनि 90, यो पनि 90। जब यहाँबाट हामी काट्छौँ साथी हो, जब हामी यहाँबाट यसलाई क्रस गर्छौँ, त्यसपछि यो के बन्छ हेर्नुहोस् त, यो NE बन्छ क्या। यो बिचको NE हुन्छ, यो बिचको NE हुन्छ क्या, यो बिचको NE हुन्छ। कसरी NE हुन्छ सर भन्नु होला है त। यता हेर्नु, बेसिक कुराबाट ध्यान दिनु है। यता हेर्नुहोस्, यो बिचको के हुन्छ त, NE हुन्छ। कसरी हुन्छ त भन्दा यो उत्तर यन भनेको उत्तर, ई भनेको पूर्व, त्यही भएर यसलाई हामी उत्तर पूर्व भन्छौँ। अनि जब यहाँ काट्छौँ यो के हुन्छ होला भन्नुहोस् त, SE हुन्छ, SE। यसलाई हामीले के भन्छौँ, दक्षिण पूर्व भन्छौँ, दक्षिण पूर्व भन्छौँ। अनि यता हेर्नुहोस् त के हुन्छ, यो यता हेर्नुहोस् त, यो SW हुन्छ। यसलाई हामी पश्चिम दक्षिण अथवा दक्षिण पश्चिम भन्छौँ हैन, दक्षिण पश्चिम भन्छौँ यसलाई। र यसलाई हामी के भन्छौँ, उत्तर पश्चिम भनेको NW, यसलाई हामी उत्तर पश्चिम भन्छौँ। यति कुरा तपाईहरुले दिमागमा राख्नु है। अब यसलाई काट्दा यो 45, यो पनि 45 सधैँ है त। यो पनि 45, 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 यो पनि 45। हेर्नुहोस् है त। अब पूर्व दक्षिणलाई पूर्व उत्तर पूर्व भनिन्छ अरे, पूर्व दक्षिण। हेर्नुहोस् त, पूर्व दक्षिण बराबर पूर्व। हेर्नुहोस् है त, पूर्व दक्षिणलाई हामीले के भनिन्छ, पूर्व भनिन्छ। पूर्व दक्षिणलाई पूर्व भनिन्छ। ए मुटु एकचोटि हेर्नुहोस्। अब पूर्व दक्षिण कहाँ छ खोज्नुहोस् त एकचोटि। पूर्व दक्षिण कहाँ छ, दक्षिण पूर्व भने हो क्या। दक्षिण पूर्वलाई हामीले पूर्व भनिन्छ भनेको हैन। यहाँ हेर्नुहोस् त, यो दक्षिण पूर्व हो। यो यसलाई दक्षिण पूर्वलाई हामीले पूर्व भनिन् रहेछ, दक्षिण पूर्वलाई हामीले पूर्व भनिन् रहेछ। यहाँ दक्षिण पूर्व छ, यो दक्षिण पूर्वलाई हामीले पूर्व भनिन्छ भनेपछि यो 45 डिग्री के छ त भन्दा एन्टी क्लकवाइज छ। यो 45 घडीको उल्टो दिशातिर घुम्यो क्या। यसको सम्बन्ध, यसको फरक कति छ, यिनी दुईटाको फरक कति छ हो, यसमा फरक 45 डिग्री एन्टी क्लकवाइज छ। फरक निकाल्नु होला, अरु चिन्ता गर्नु पर्दैन है त। उत्तर पश्चिमलाई पश्चिम भनिन्छ। हेर्नुहोस् त, उत्तर पश्चिम कहाँ छ, यो उत्तर पश्चिम हो क्या रे, यसलाई पश्चिम भनिन्छ। यो पनि त एन्टी क्लकवाइज छ, यसरी घुम्या छ नि त, यसरी घडी त यसरी घुम्छ नि त क्लकवाइज। यो पनि हेर्नुहोस् त, सेकेन्डमा पनि यो पनि एन्टी क्लकवाइज 45 नै छ। यदि दुईटा केस यस्तो छ भने अब आउने केस पनि एन्टी क्लकवाइज 45 नै हुनुपर्छ। फेरि भन्ने मैले, यहाँ यो दुईटामा एन्टी क्लकवाइज 45 को रिलेसन, उत्तर पश्चिम र पश्चिममा पनि एन्टी क्लकवाइज 45 को रिलेसन। अब आउनेमा पनि 45 डिग्री एन्टी क्लकवाइज के रिलेसन हुनुपर्छ। त्यो भनेको के हो भन्नुस् त, 45 डिग्री एन्टी क्लकवाइज को रिलेसन भनेको कसको, यहाँ हेर्नुहोस्, दक्षिण पश्चिमलाई दक्षिण भनिन्छ भने उत्तरलाई के भनिन्छ, उत्तर कहाँ छ, उत्तर हेर्नुहोस् हो, उत्तर त यहाँ छ, उत्तर त यहाँ छ नि। हेर्नुहोस् त, यो हो नि उत्तर त, नर्थ हो, किन भन्नुहोस् त,
अब यहाँबाट 45 डिग्री एन्टी क्लकवाइज, यसबाट 45 डिग्री एन्टी क्लकवाइज भनेको घडीको विपरीततिर कहाँ आयो त? उत्तर पश्चिममा यहाँ आयो। त्यही भएर यसको आन्सर डी भयो। नेक्स्ट क्वेसनमा जान्छौँ 4 नम्बरमा। ल हेर्नुहोस् त, परीक्षामा पास हुने विद्यार्थी मध्ये अनिशा सुरुबाट 16 मा अन्त्यबाट 19 मा पर्छिन्। 9 जना विद्यार्थी सामेल भएनन्, 9 जना फेल भए। जम्मा कक्षामा विद्यार्थी कति रहेछन्? हेर्नुहोस् त कस्तो गजबको प्रश्न छ। पहिलो कुरा यहाँ हेर्नुहोस्, अनिशा, यिनी अनिशा हुन् है त। अनि अनिशा सुरुबाट 16 मा पर्छिन्, यताबाट 16 मा भनेको लेफ्ट भनौँ न, लेफ्ट बराबर 16 र अन्तिमबाट 19 मा पर्छिन्। हेर्नु होला, प्रश्नमै दिएको छ, प्रश्नमै दिएको छ। हेर्नुहोस् त, 19 मा पर्छिन् भनेर प्रश्नमै दिएको छ अन्तिमबाट। यिनी अनिशा अन्तिमबाट कतिमा पर्छिन् अरे? 19 मा। अन्तिम भनेको त राइट ह्यान्ड साइड हो, 19 मा पर्छिन्। र 9 जना विद्यार्थी सामेल भएनन्, परीक्षै दिएनन्, 9 जना फेल भए भने जम्मा कति विद्यार्थी? अब यहाँबाट पहिला टोटल निकालौँ, परीक्षा दिने टोटल क्या। पहिला परीक्षा दिने टोटल कति छ भन्दाखेरि लेफ्ट प्लस राइट माइनस 1 हैन, लेफ्ट प्लस राइट माइनस 1 अथवा लेफ्ट प्लस राइट बराबर टोटल प्लस 1 पनि गर्न सक्छौँ हामीले। ओके, यो टोटलको सूत्र लेफ्ट प्लस राइट माइनस 1 हो। लेफ्ट भनेको 16, राइट भनेको 19 माइनस 1, 16 मा 19 35, 35 माइनस 1 भनेको 34। उक्त परीक्षामा कतिजना सामेल भएका रहेछन्? जम्मा जम्मी 34 परीक्षामा सामेल भए। किन भन्दा परीक्षा दिएपछि अनिशा लेफ्टबाट 16 मा परिन्, राइटबाट 19 मा परिन्। अनि त्यहाँ जम्मा परीक्षा कतिले दिए त भन्दाखेरि लेफ्ट प्लस राइट माइनस 1। यो माइनस 1 किन गरियो त भन्दा यहाँ अनिशा लेफ्टबाट पनि काउन्ट छ, राइटबाट पनि काउन्ट छ, दुईचोटि काउन्ट छ। त्यही भएर एक घटाउँछौँ हामी सधैँ, लेफ्ट प्लस राइट माइनस 1 गर्छौँ टोटल निकाल्दा सधैँ। यो साथीहरूलाई थाहा छ। त्यसो भए परीक्षा दिएका 34, यसले सोधेको छ कक्षामा कति विद्यार्थी थिए त? हेर्नुहोस् है, कक्षामा कति विद्यार्थी थिए, कक्षामा कति विद्यार्थी थिए भनेपछि त 34 ले परीक्षा दिए, 9 जना सामेलै भएनन्, 9 जना फेल भए हैन। 30 यति पास भए, यिनी पास भएका हुन् के अरे परीक्षामा सामेल भएर 34, 9 जना फेल भए, 9 जनाले परीक्षै दिएनन् भनेपछि त जम्मा जम्मी जोड्न पर्यो। कति हुन्छ होला? 59 18 52, 52 है त। 34 मा 9 हैन, 34 मा 9 43 र 9 कति त भन्दाखेरि 52। आर यु क्लियर? टाइपिस्टको टाइप राइटर भए जस्तै लेखकको के भनिन्छ भनेको छ, ल लेख्नुस् त। यो टाइपिस्ट भनेको यता हेर्नुस् त साथीहरु, टाइपिस्टले प्रयोग गर्ने साधन के हो त? टाइप राइटर हैन। यो टाइपिस्ट भनेको टाइप गर्ने मान्छे, यसले प्रयोग गर्ने उपकरण टाइप राइटर हो भने लेखकले प्रयोग गर्ने उपकरण के हो त? लेखकले, लेखकले लेख्नका लागि यस मध्येको बेस्ट के हो त भन्दा कलम हो। जो मुटुहरूले डी भन्नु भएको छ ठीक छ। 6 नम्बर हेर्नु होला, कुनै बैठकमा सहभागी 30 जना व्यक्तिहरू सबैले सबैसँग एकै पटक हात मिलाउँदा जम्मा कति पटक हात मिलाइन्छ? यो प्रश्न सोधेको प्रश्न हो धेरैचोटि। कुनै बैठकमा सहभागी 30 जना व्यक्तिहरू मध्ये सबैले एक एक पटक सबैसँग हात मिलाउँदा कति पटक हात मिलाइन्छ? कमेन्ट गर्नु होला। यता हेर्नु होला, यो एक एक पटक हात मिलाउँदा, सबैले सबैसँग एक एक पटक हात मिलाउँदा n इन्टु n माइनस 1/2 गर्नु होला, सूत्र हो यो, याद गर्नु होला है त। एक एक पटक हात मिलाउँदा भन्यो भने n इन्टु n माइनस 1/2, जहिले पनि त्यही गर्ने। एक एक पटक हात मिलाउँदा n इन्टु n माइनस 1/2 है त। एक पटक के है त, सबैले सबैसँग एक पटक हात मिलायो भने के हुन्छ? n माइनस 1/2। n को ठाउँमा कति छ? यहाँ 30 छ, 30 जना छन्। त्यसो भए 30 माइनस 1/2, 30 इन्टु 29/2, 2 ले 15 जा, 15 इन्टु 29, 9 पंचे 45 हैन, 20.200। त्यो भएर कति भयो त? ल भन्नुहोस् त साथीहरू, 29 इन्टु
29 इन्टु 15 कति भयो 435। कसरी त मल्टिप्लाई गर्ने 15 इन्टु 29 छ यसलाई के गर्नु होला 15 इन्टु पहिला 20 गर्नु होला 15 दुनु 30 300 भयो। अब 9 बाँकी छ 15 इन्टु 9 100 कति हो त 15 नभा 135 हो 300 मा 135 जोड्दा 435 हुन्छ। सो दिस इज द करेक्ट आन्सर। 7 नम्बरमा हेर्नुस् त तल दिएको विकल्पहरू मध्येबाट प्रश्न चिन्ह भएको ठाउँमा उपयुक्त विकल्प राख्नुहोस् भन्छ। अब यहाँ 66 छ 198 छ 594 छ अनि कति होला यहीबाट सुरु गरौँ। यहाँ हेर्छु त अब यहाँ जस्तो यो 66 र हेर्नुहोस् है त अब 66 यो त 66 छ 198 छ 594 छ यो कि त स्क्वायर भएको हुनुपर्छ कि त गुणन भएको हुनुपर्छ हैन कि त क्युब भएको हुनुपर्छ। किन भन्दा धेरै 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 बढ्दै गएपछि हामीले स्क्वायर क्युब गुणन हैन त्यो हेर्छौँ क्या बुझ्नुभयो नि। अब यहाँ हेर्नुहोस् त 66 ले छ त्यहाँ 18 यो 66 इन्टु 3 गर्ने हो भने 198 हुन्छ 66 इन्टु 3 गर्ने हो भने छ त्यहाँ 18 छ त्यहाँ 18 19 198 हुँदो रहेछ। फेरि 198 इन्टु 3 गर्नुहोस् त कति हुन्छ 8 त्यहाँ 24 त आयो 4 3 नभा 27 28 29 3 1 जा 3 र 2 5 ल हेर्नुहोस् त 594 यसलाई इन्टु 3 गर्दा त्यसो भए यसले 3 इन्टु 3 अब फेरि यहाँ इन्टु 3 गर्ने त 500 त्यहाँ 1500 हुन्छ। हाम्रो त यहाँ त सानो छ त्यही भएर यहाँ 11 इन्टु 3 पनि 66 हुन्न 33 इन्टु 3 पनि हुन्न हो यहाँ 22 भयो भने 22 इन्टु 3 कति हुन्छ 66 हुन्छ। हेर्नुहोस् त 22 इन्टु 3 66 22 इन्टु 3 66 66 इन्टु 3 198 198 इन्टु 3 594 594 इन्टु 3 594 इन्टु 3 त 1500 1600 हुन्छ त्यो भएन त्यही भएर यहाँबाट सुरु भयो 22 त्यहाँ 66 66 त्यहाँ 198 198 त्यहाँ 594 कम्प्लिट भयो। सो इज द करेक्ट आन्सर इज 22। आरु क्लियर ल हेर्नुहोस् अब भन्नुहोस् त तल दिएका विकल्प मध्येबाट छोडिएको संख्या पत्ता लगाउनुहोस् 2 3 5 7 11 13 17 19 23 कुनै पनि नम्बर जो नम्बरलाई आफू बाहेक अरू कसैले पनि जाँदैन आफू र 1 ले बाहेक अरू कसैले जाँदैन यिनी प्राइम नम्बर हुन्। हामीले 100 सम्मका प्राइम नम्बर लेखेका छौं 2 प्राइम नम्बर हो 2 ला 2 ले बाहेक अरू कसैले जान्न 1 ले त सबैलाई जान्छ 3 ला कसैले जान्न 3 ले बाहेक 5 ला कसैले जान्न 5 ले बाहेक 7 ला कसैले भाग जान्न 7 ले बाहेक 1 ले त जान्छ सबैलाई 11 लाई 11 ले बाहेक अरू कसैले भाग जान्न 13 लाई 13 ले बाहेक अरू कसैलाई भाग जान्न 17 ला 17 ले बाहेक कसैलाई भाग जान्न 19 ला 19 ले बाहेक जान्न 23 ला 23 ले बाहेक अरू कसैले भाग जान्न। त्यो भएर के भयो यहाँ भन्नुहोस् त 33 29 31 35 मा के हुने भयो भन्नुहोस् त अब 23 पछि के हुन्छ होला 23 पछिको प्राइम नम्बर के हो त के हो भन्नुहोस् त 23 पछिको पक्कै पनि 33 ला त जान्छ यो त अझ अगाडिको भयो यो 29 ला जान्न जान त 31 ला पनि जान्न तर त्यो भन्दा पहिला त 29 आउँछ त्यही भएर 29 इज द करेक्ट आन्सर। अब हामी 9 नम्बरमा जान्छौं दिएको चित्रमा प्रश्नवाचक चिन्हमा कुन विकल्प मध्ये कुन हुन्छ छान्नुहोस् भनेको छ ल भन्नुस् त हेर्नुस् है त ल सी भन्ने मुटुहरुले मिलाउनु भएको छ। अब हेर्नुस् यहाँ हजुरले यहाँ हेर्नु होला है त मुटु हो यता हेर्नु यो त्रिभुज यता माथि फर्केको छ यहाँ आउँदा ठ्याक्क यता गयो तल फर्क्यो फेरि तल आउँदा माथि फर्क्यो फेरि यो साइड आउँदा तल फर्क्यो अब यहाँ पुग्दा माथि फर्किन पर्छ हो कि होइन यो त यहाँ छैन यता फर्क्यो तल फर्क्या छ यो माथि यो त्रिभुज छैन यहाँ दुईटामा छ हेर्नुस् है त यो सी र डी मा छ हेर्नुस् है त मैले यो त्रिभुजलाई हेरेको छु है त्रिभुज पहिला माथि छ एउटा कुनामा छ अर्को कुनामा गयो तल फर्केर फेरि तल्लो कुनामा यस्तो आयो क्या यस्तो क्या पहिला यहाँ छ अनि यहाँ गयो अनि यहाँ आयो यहाँ माथि यहाँ तल यहाँ माथि यहाँ तल है त अब माथिको पालो यहाँ छैन माथि यस्तो तल फर्क्या छ यो आउट यहाँ त माथि त्रिभुजै छैन आउट। अब दुईटा रहे दुईटा मध्ये अब हेर्नुस् त यो हेर्नुस् है अब यसलाई हेर्नुस् त यसलाई हेर्नुस् त हैन अथवा यसलाई हेरे पनि हुन्छ जुनलाई हेरे पनि हुन्छ तपाईहरुले यो हेर्नुस् त यो
यो कता छ यी? यहाँ मिल्दो जुल्दो छ नि त दुईटा, मिलेको छ कि छैन ल भन्नुहोस्, मिलेको छ कि छैन हेर्नुहोस्, यो र यो मिलेको छ ट्याक्कै, ल हेर्नुहोस् त मिलेको छ नि यो दुईटा होइन? हो त्यस्तै मिल्ने, हेर्नुहोस् त यो मिल्छ मिल्दैन नि त, हो यसित के आउन पर्छ, यही आउन पर्छ, यही आउन पर्छ नि त, यही आउन पर्यो नि त, त्यही भएर सी इज द करेक्ट आन्सर, सी इज द करेक्ट आन्सर है त। ओके, दिएका चित्रमध्ये नमिल्ने चित्र कुन हो छानिसिएला, नमिल्ने चित्र हेर्नुहोस् त, यता हेरिसियो एकचोटि, यहाँ हेर्नु होला, एउटा भुजा, दुईटा भुजा, तीनटा भुजा, चारवटा भुजा, पाँचवटा भुजा, 1 2 3 4 5, 1 2 3 4 5, हेर्नुहोस् त पाँचवटा भुजा पाँचवटै छन्, 1 2 3 चारवटा भुजा, 1 2 3 4 चारवटा भुजा चारवटै छन्, 1 2 3टा भुजा, 1 2 3 4, हो यही मिल्दैन। यहाँ हेर्नुहोस् 1 2 3 4 5 6, 1 2 3 4 5 6, मिल्यो, मिल्यो के? जतिवटा भुजा छन् त्यतिवटा पिन छन् माथि, जतिवटा भुजा छन् त्यतिवटा पिन छन्, जतिवटा भुजा छन् त्यतिवटा पिन छन्, त्यही भएर एमा छैनन्, एमा 3टा भुजा छन् तर 4वटा पिन छन्, सो इट इज आउट, सी इज आउट, सी इज द करेक्ट आन्सर। तल दिएका त्रिभुजहरूको कुल संख्या कति छ भन्छ, हेर्नुहोस् त मुटु हो, कतिवटा त्रिभुज छन् हेर्नुहोस् त, एउटा छ यहाँ, यो दुईटा छ यहाँ, तीनटा छ यहाँ, चारवटा छ, अनि हेर्नु त, हेर्नु न अनि कति छ अर्को, अनि यहाँ हेर्नुहोस् यो एउटा ठुलो 5वटा छ, हेर्नु यी, अनि अर्को हेर्नु, अर्को यो ठुलो 6वटा छ, जम्मा जम्मी त्रिभुजको संख्या 6वटा। लास्ट क्वेसन छ, देखाएको चित्रले बायोलोजी, बोटानी र जुओलोजी बीचको अन्तर सम्बन्ध सही ढङ्गले प्रस्ताउँछ भनेको छ, यसको डी आन्सर हो। जो मुटुहरूले डी भन्नु भएको छ मिलाउनु भयो, किन मिलाउनु भयो नि डी नम्बर भन्दा, जुओलोजी र बोटानी के हुन् त भन्दा हैन बायोलोजी भित्र पर्छन् क्या, यिनी फरक हुन्, जुओलोजी र बोटानी फरक हो, बोटनी तर यो बायोलोजीमै पर्छ, त्यही भएर यो बायोलोजी भित्र जुओलोजी र बोटनी पर्छ, सो डी इज द करेक्ट आन्सर। ल यति भन्दै म प्रशिक्षक ईश्वरी प्रसाद पाण्डे सर पनि बिदा भएँ।